समर्थन अब चितवन क्षेत्र नम्बर 2 मात्रै होइन, चितवनका 3वटा निर्वाचन क्षेत्रमा सक्रिय हिसाबले तपाईहरु आउनुहुन्छ भन्ने कुराको पुष्टि आजको यस कार्यक्रममा यहाँहरुको उपस्थितिले जनाइसकेका छ। देश अहिले पछिल्लो समय हाम्रो सभापतिज्यू विभिन्न परिस्थितिमा पुराना शक्तिहरूले राजनीतिक प्रतिशोध साधेका कारणले कारागारमा रहिरहनु परेको अवस्था थियो। तर देशमा चुनाव हुन्छ कि हुँदैन भन्ने अवस्थामा जब उहाँ निस्किनु भयो, त्यस पछाडि नेपाली जनताले नयाँ म्यान्डेट लिएर जान पाउने स्थिति बनेको छ। त्यसकारणको लागि पनि चितवन तयार भएको छ भन्ने सन्देश आजको यस कार्यक्रमले दिएको छ। यहाँहरुको उपस्थितिको लागि हार्दिक धन्यवाद। हाम्रा कामहरु यहाँहरुले देख्नु भकै छ, हाम्रो इमानदारीता यहाँहरुले देख्नु भकै छ। हामी निरन्तर रूपमा चितवन मात्रै होइन, देशव्यापी रूपमा चितवनले जुन सन्देश दियो त्यस्तै सन्देश अब हरेक जिल्लाबाट दिनुपर्छ भन्ने अभियान सहित देशव्यापी रूपमा हिँडिरहेका छौं। यहाँहरुले आफ्नो क्षेत्रबाट काम गरिरहनु भएको होला, हामीले पनि आफ्नो ठाउँबाट गरि नै रहेका छौं। विशेष गरी नयाँ धार, नयाँ शक्तिहरू, नयाँ नेतृत्वहरू सबैलाई एक ठाउँमा ल्याउनको लागि जुन त्याग र खुला हृदय हाम्रो सभापतिले देखाउनु भएको छ, त्यो हृदय यहाँहरुले पनि मनन गरेर यहाँहरुले पनि अब यो लडाई भनेको पुस्ताको लडाई हो, पुस्तान्तरणको लडाई हो भन्ने महसुस गरेर लड्नु हुनेछ भन्ने आशा गर्दै ज्यू लगायत आजको यस कार्यक्रममा उपस्थित हुनुभएका केन्द्रीय विभागीय सदस्यज्यूहरू र हाम्रो पार्टी पंक्तिका सम्पूर्ण साथीहरू, शुभचिन्तक साथीहरू, हार्दिक नमस्कार, जय घण्टी। म आज लामो कुरा गरिन, आज यहाँहरुको उपस्थितिले बताइसकेको छ चितवन राष्ट्रिय स्वतन्त्र पार्टीको जन्मदाता हो भन्दा पनि फरक पर्दैन। हाम्रो सभापतिलाई सबैभन्दा धेरै मतान्तरले जिताएको जिल्ला हो। आजको यस कार्यक्रममा जुन किसिमको मतपत्रमा यहाँहरुले इच्छा, जागर, जोश, समर्थन देखाउनु भएको थियो, त्यो समर्थन अब चितवन क्षेत्र नम्बर 2 मात्रै होइन, चितवनका 3वटा निर्वाचन क्षेत्रमा सक्रिय हिसाबले तपाईहरु आउनुहुन्छ भन्ने कुराको पुष्टि आजको यस कार्यक्रममा यहाँहरुको उपस्थितिले जनाइसकेका छ। देश अहिले पछिल्लो समय हाम्रो सभापतिज्यू विभिन्न परिस्थितिमा पुराना शक्तिहरूले राजनीतिक प्रतिशोध साधेका कारणले कारागारमा रहिरहनु परेको अवस्था थियो। तर देशमा चुनाव हुन्छ कि हुँदैन भन्ने अवस्थामा जब उहाँ निस्किनु भयो, त्यस पछाडि नेपाली जनताले नयाँ म्यान्डेट लिएर जान पाउने स्थिति बनेको छ। त्यसकारणको लागि पनि चितवन तयार भएको छ भन्ने सन्देश आजको यस कार्यक्रमले दिएको छ। यहाँहरुको उपस्थितिको लागि हार्दिक धन्यवाद। हाम्रा कामहरु यहाँहरुले देख्नु भकै छ, हाम्रो इमानदारीता यहाँहरुले देख्नु भकै छ। हामी निरन्तर रूपमा चितवन मात्रै होइन, देशव्यापी रूपमा चितवनले जुन सन्देश दियो त्यस्तै सन्देश अब हरेक जिल्लाबाट दिनुपर्छ भन्ने अभियान सहित देशव्यापी रूपमा हिँडिरहेका छौं। यहाँहरुले आफ्नो क्षेत्रबाट काम गरिरहनु भएको होला, हामीले पनि आफ्नो ठाउँबाट गरि नै रहेका छौं। विशेष गरी नयाँ धार, नयाँ शक्तिहरू, नयाँ नेतृत्वहरू सबैलाई एक ठाउँमा ल्याउनको लागि जुन त्याग र खुला हृदय हाम्रो सभापतिले देखाउनु भएको छ, त्यो हृदय यहाँहरुले पनि मनन गरेर यहाँहरुले पनि अब यो लडाई भनेको पुस्ताको लडाई हो, पुस्तान्तरणको लडाई हो भन्ने महसुस गरेर लड्नु हुनेछ भन्ने आशा गर्दै मेरो सभापतिलाई ढिलो भइसकेको छ। मैले धेरै लामो कुरा नगरिकन बाँकी सभापतिलाई नै यो मञ्च छोड्दै बिदा हुन चाहन्छु। नमस्कार, जय घण्टी।